तो दोस्तों नेपाल वालों का सिविक सेंस देख लो यहाँ पर। अभी ये भाई साहब जो स्कूटी वाले हैं वो रेड सिग्नल पे जेब्रा क्रॉस के आगे चले गए। चाहते तो ये जहाँ से जा सकते थे, लेकिन नहीं भाई, वो जेब्रा क्रॉस के पीछे आए फिर। और देख लो भाई 11:30 बज रहे रात के, और भाई ट्रैफिक रेड होने के बावजूद भी कोई भी क्रॉस नहीं कर रहा। चाहता तो लोग यहाँ पर जो है सिग्नल तोड़ के चले जा सकते थे, कोई भी फाइन नहीं लगता अभी, क्योंकि ट्रैफिक पुलिस ही नहीं है यहाँ पर। लेकिन नहीं भाई, इन लोगों ने अपना सिविक सेंस दिखाया और यहाँ पर रुके रहे, ताकि दूसरे भी जो लोग देखें वो भी सिविक सेंस सीखे। तो भाई ऐसा सिविक सेंस आप लोग को बस नेपाल में ही देखने को हो। यो भिडियो हेर्नु भयो नि, यो भिडियोमा चाहिँ एउटा इन्डियन भ्लगरले चाहिँ हाम्रो नागरिकहरूले चाहिँ ट्राफिक रुल्स कति पालना गर्छ, कति सम्मान गर्छ भन्ने कुरा उसले देखिरहेको छ। त्यो देख्दाखेरि उसलाई अचम्म र एकदम राम्रो लाग्छ र यो भिडियो हेर्दा तपाईँहरूलाई पनि एकदम प्राउड फिल भयो होला है। यस्तो सोझो अनुशासित डिसिप्लिन जनताहरूमाथि चाहिँ कस्तो खतरनाक ट्राफिक जरिवाना लगाउनु भयो हाम्रो अहिलेको सरकारले है। यत्रो जरिवानाले चाहिँ हामीलाई चाहिँ एकदम डिसिप्लिन बनाउन खोज्नु भयो होला, तर हाम्रो नेपालीहरूमा चाहिँ यस्तो डिसिप्लिन पहिल्यैदेखि छ। हामीलाई यस्तो दण्ड जरिवानाहरू दिनु पर्दैन। कुनै व्यक्ति होला 10%, 5%हरू चाहिँ एकदम बिग्रेका होला, तिनीहरूलाई तपाईँले सोझ्याउने चक्करमा हामीलाई चाहिँ एकदमै दुःख दिइरहनु भएको छ। एउटा सानो ल्यान्ड क्रस गर्यो भने मिस्टेकली नजानेर भए हुन सक्छ, अनि त्यस्तो गर्दाखेरि 15,000 20,000 तपाईँहरूले चाहिँ अब जरिवाना लगाउनु भएको छ। उपत्यका बाहिरबाट पनि कति यात्रीहरू आएको हुन्छ यहाँ उपत्यकाभित्र, अनि यहाँ उपत्यकामा कुन गल्लीमा चाहिँ वान वे लागेको हुन्छ, ल्यान्ड क्रस कता गर्न मिल्छ कता गर्न मिल्दैन, त्यस्तो खालको नलेज हुँदैन उनीहरूलाई। अब यहाँनिर ल ठिकै छ, कुनै गल्लीमा चाहिँ वान वे चाहिँ छ भने पनि कुनै बुझ्ने गरेर बोर्ड राख्नु हुँदैन। त्यो बोर्ड मैलेर खुइलेर गइसकेको हुन्छ, तर त्यहाँनिर अब त्यसलाई रिप्लेस गर्नुपर्छ भन्ने चाहिँ कसैलाई पनि दिमागमा लागेको हुँदैन। अनि नदेख्ने सानो खालको राख्नुहुन्छ। एउटा ट्राफिक त राखिदिनुहोस् त्यहाँ चोकमा कि यो वान वे हो, यहाँबाट नजानुहोस् भन्नुहोस् कसैले। त्यो ट्राफिक त हुन्छ है, त्यहाँ राख्न त सकेछ, तर त्यो ट्राफिक लुकेर बसिरहेको हुन्छ। जबसम्म एउटा मुर्गा त्यहाँनिर त्यो गल्ली छिर्दैन तबसम्म त्यो लुकेर बसिरहेको हुन्छ। जब त्यहाँ छिर्यो अनि त्यसपछि दौडेर आएर ल तपाईँले वान वेमा आउनुभयो, ल जरिवाना चिटकाट्नुहोस् भन्छ। अनि यो अहिले हाम्रो सरकार पनि अब कस्तो हो है, पुरै फिल्मको सिन हेरेर चाहिँ हाम्रो यो नियमहरू बनाउनुहुन्छ। एउटा के साउथ इन्डियाको मुभी छ, त्यसमा त्यो बाबु भन्ने हिरो छ, त्यो मुभीमा चाहिँ यस्तै ट्राफिकको चाहिँ जरिवानाहरू 10,000 20,000 25,000 भने जसरी यहाँनिर हाम्रो नेपाली नागरिकहरूलाई पनि त्यस्तै 10,000 20,000 1 लाख भनेर चाहिँ अब जरिवानाहरू लगाइरहनु भएको छ है। यति कुरा बुझ्नुहोस् कि त्यो एउटा चाहिँ फिल्म हो, रिल हो, त्यो रिलमा जस्तो रियल लाइफमा हुँदैन है। त्यहाँनिर चाहिँ अब देखाउँछ कि यस्तो नियमहरू हिरोले बनायो, यो नियम बनाएपछि अब गलत मान्छेहरू पक्रिन्छ, तिनीहरूलाई दण्ड सजाय हुन्छ भनेर देखाउँछ। तर त्यहाँनिर नेगेटिभ कुरा देखाउँछ त देखाउँदैन नि, हिरोलाई नेगेटिभ बनाउन खोज्छ त। अब त्यहाँनिर सोझा जनताहरूलाई पनि त्यो कुराले चाहिँ प्रब्लम परिरहेको हुन्छ भन्ने कुरा चाहिँ त्यहाँनिर देखाउँदैन। अब रियल लाइफमा त त्यस्तो परिरहेको हुन्छ। हाम्रो देशमा त 5% होला बरु त्यस्तो ट्राफिक रुल्सहरू पालना नगर्ने। अब 90% को जनताहरूलाई चाहिँ एकदम यो नियममा बाँधेर काम लाग्छ त। ल ठिकै छ, इन्डियातिर चाहिँ अलिकति क्राइम रेटहरू बढी हुन्छ, त्यहाँनिर अलिकति गुण्डागर्दीहरू बढी हुन्छ, त्यहाँ सरकारको नियमहरू पालना नगर्ने खालको प्रवृत्तिको बेहोरा भएको व्यक्तित्वहरू हुन्छ। तर हाम्रो देशमा त त्यस्तो खालको छैन नि। ल ठिकै छ, इन्डियाकै नियम अनुसार गर्नुहुन्छ भने इन्डियामा त वर्षको एकचोटि मात्र रोड ट्याक्स तिरे पुग्छ नि। हामीलाई पनि त्यस्तै सुविधाहरू दिनुहोस् न। त्यहाँनिर 1 लाखमा बाइक पाइरहेको हुन्छ, राम्रो राम्रो बाइक पाइरहेको हुन्छ। हामी चाहिँ 200-300% ट्याक्स तिरेर चाहिँ हामी बाइक किन किन्नु पर्ने नि? हाम्रो देशमा पनि केही म्यानुफ्याक्चरिङ गराएर हामीले सस्तो प्राइसमा चाहिँ हामीले चाहिँ सवारी साधनहरू चढ्न नपाउने, हामीलाई त्यस्तो सुविधा दिनु न। त्यो सुविधा दिनुहोस्, अनि यस्तो जरिवानाहरू हामी पनि तिर्न तयार हुन्छ नि। सुरुमा कस्टम ड्युटी रे, एक्साइज ड्युटी रे, भ्याट रे, त्यो सब तिरेर पनि अझ रोड ट्याक्स तिर्नुपर्ने छ। अब रोडमा चलाउँदा पनि हामीलाई हक छैन। अब रोडमा चलाउँदाखेरि पनि सानो तिनो मिस्टेकले गर्दाखेरि पनि हामीलाई चाहिँ ठुल्ठुलो जरिवानाहरू तिर्न पर्ने। अब यो देशमा चाहिँ अब नेपालीहरू चाहिँ अब कहाँ बस्ने होला है? अब बाहिर देशमा बसेको नेपाली नागरिकहरू यहाँ नेपाल त के आउनु र अब यहाँ भएको नेपालीहरू पनि उतै विदेशतिरै भाग्न पर्ला जस्तो अवस्था सिर्जना भइरहेको जस्तो लाग्छ मलाई है।